नेपालमा राजनीतिक दलहरूको अभाव पनि छैन हैन। हामीले नै एउटा नयाँ दल खोल्नुपर्छ भन्ने पनि थिएन। भएकै पार्टीहरूमध्ये कुनैलाई समर्थन गर्दा पनि हुन्थ्यो होला। तर कस्तो देखियो भने लोकतन्त्रप्रतिको हाम्रो बुझाइ र दलको स्थिति बिचमा चाहिँ एउटा गहिरो खाडल या विरोधाभास देखियो। जस्तो लोकतन्त्रको सिद्धान्त के हो भने तपाईँ त्यो पार्टीलाई सपोर्ट गर्न सक्नुहुन्छ जुन पार्टीले तपाईँको विचार, सिद्धान्त, एजेन्डा, नैतिक प्रणाली, मूल्य प्रणाली या तपाईँले चाहे जस्तो हैन विचारधारा र व्यवहार गर्छ। तपाईँले चाहे जस्तो विचारधारा र व्यवहार भएको पार्टी नै नभएपछि के गर्ने हैन। उदाहरणको लागि संक्षिप्तमा भनौँ, हामी कम्युनिस्ट होइनौँ, हामी मार्क्सवाद, लेनिनवाद, माओवाद या अहिलेको यो जेनजी आन्दोलन विरोधी केपी ओलीका अभिव्यक्तिहरू यो हामी मन पराउँदैनौँ। हामी राजावादी होइनौँ हैन। हामी मधेस केन्द्रित पहिचानवादी या कुनै क्षेत्रको या एउटा जातको मात्रै पहिचानको कुरा गर्नेहरू पनि होइनौँ। अब हामी कांग्रेस पनि होइनौँ हैन। अब हामी हौँ चाहिँ के त? अब अहिले नयाँ पार्टी आयो रविको राष्ट्रपा हैन एकछिनलाई। अब उनीहरू रवि दाई हाई भन्छन् हैन। अब सहकारी ठगी गर्नुलाई उनीहरू कुनै ठुलो नैतिक सङ्कटको विषय मान्दैनन्। जेल बस्नुलाई गौरव गर्छन्, जेल तोड्नुमा गौरव गर्छन् हैन। हामी त्यो कुरालाई सपोर्ट गर्न सक्दैनौँ हैन। अब हरेकको केही क्राइसिस, जस्तो कुलमानजी आउनुभयो, नयाँ पार्टी उज्यालो पार्टी भनेर उहाँले बनाउनु भयो। उहाँ नागरिक सरकारको मन्त्री हुनुहुन्छ। हाम्रो भनाइ के छ भने नागरिक सरकारको मन्त्री भएर पार्टी खोल्न पाइँदैन। यदि उहाँ पार्टी खोल्नुहुन्छ भने मन्त्री छोड्नुपर्छ। मन्त्री हुनुहुन्छ भने उहाँले त्यो पार्टी डमी पार्टीको रूपमा चाहिँ खडा गरेर हिँड्नु चाहिँ त्यो अनैतिक हुन्छ। यसरी हरेकको एउटा क्राइसिसहरू हामी देख्छौँ कि जुन टेन्डेन्सीलाई हामी सपोर्ट गर्न सक्दैनौँ एउटा कुरा। त्यसैले हामीलाई के लाग्यो भने त हाम्रो विचारधाराको, हाम्रो मूल्य प्रणालीको, हाम्रो नैतिक मापदण्ड अनुसारको हामीले कुरा गर्ने एजेन्डाहरू बोक्ने पनि त एउटा राजनीतिक दल त हुनु पर्यो नि। अनि हामीले भन्नाले म मेरो कुरा गरिरहेको छु नि, एउटा बृहत नागरिक प्रथम अभियान, योसँग जोडिएका नागरिक साथीभाइहरू र सँगसँगै 3 करोड नेपालीहरू जो नागरिक सर्वोच्चतामा, नागरिक तन्त्रमा, नागरिक केन्द्रीयताको सिद्धान्तमा विश्वास गर्नुहुन्छ, त्यस्तोको प्रतिनिधित्व गर्ने राजनीतिक दल नेपालमा भएन। एउटा कारण हैन। दोस्रो कारण के हो भने जुन मुद्दा हामीले अभियानको रूपमा उठाउँदै आयौँ त्यो चुनाव नहुँदा, राज्य प्रक्रियामा सामेल गर्नु नपर्दा, एउटा प्रेसर ग्रुप, दबाव समूहको रूपमा त्यसको क्याम्पेनिङ गर्दा त्यो पार्टी चाहिँदैन। हामी आम नागरिकको रूपमा पनि लेख्न सक्छौँ, बोल्न सक्छौँ, भन्न सक्छौँ, कुरो उठाउन सक्छौँ हैन। तर त्यो सङ्गठित र अलिकति अलाउड नहुने रहेछ कि हैन। त्यसले चाहिँ राजनीतिक वैधता चाहिँ प्राप्त गर्न चाहिँ गाह्रो हुने रहेछ। किनभने नागरिक स्तरमा उठेका हरेक आवाजहरू कुनै न कुनै हिसाबले राज्य प्रक्रियामा गएर सम्बोधन हुनु पर्यो नि त। ती कानुनमा समावेश हुनु पर्यो, ती राज्यका आर्थिक अथवा कानुनी अन्य नियमावलीहरूमा समावेश हुनु पर्यो, ती संविधान संशोधनका विषयका रूपमा चाहिँ उठ्नु पर्यो, प्रवेश गर्नु पर्यो हैन। त्यस हुनाले उठाइरहेका मुद्दाहरूलाई नागरिक तहबाट उठिरहेका विभिन्न सवालहरूलाई राज्य प्रक्रियामा समाहित गर्न, निर्वाचनको बेला निर्वाचन अभियानमा जान हैन। र त्यस्तो खालको सोच राख्ने मतदाताहरूलाई एउटा विकल्प, अप्सन दिन पनि राजनीतिक दल चाहिँ चाहिने रहेछ भन्ने हामीलाई लाग्यो। पहिलो कुरा त पिपुल फर्स्ट पार्टी भनेपछिको नामले नै हामीलाई लाग्छ कि प्रष्ट भयो होला कि हामी नागरिक सर्वोच्चतामा विश्वास गर्छौँ हैन। हामी दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, अल्पतन्त्र, सिन्डिकेट तन्त्र, बिचौलिया तन्त्र हैन, यस्ता कुराहरूमा चाहिँ विश्वास चाहिँ गर्दैनौँ। हाम्रो भनाइमा नेपालमा अहिले भइरहेको समस्या भनेको दलीय प्रणालीलाई दलतन्त्रमा विकृत गरियो भन्ने हाम्रो आरोप हो हैन, अथवा हाम्रो ठहर हो। र हामीलाई के लाग्छ भने बहुदलीय लोकतन्त्रका निश्चित मानकहरू हुन्छन्, मूल्य प्रणालीहरू हुन्छन्। त्यसको पालना दलहरूले गरेनन् भने त्यो चाहिँ गलत हुन्छ र त्यसले चाहिँ जनअसन्तुष्टि सिर्जना गर्छ र प्रणालीलाई नै ड्यामेज गर्छ। अहिले जेनजी आन्दोलनसम्म आइपुग्दा हामीले देख्यौँ नि त हैन। 46 साल यता करिब 36 वर्षदेखि हामी कहाँ बहुदलीय लोकतन्त्र त छ, पार्टीहरू पनि छन्, नेताहरू पनि छन्, चुनाव पनि भइरहेकै छ, चुनाव पनि हुन्छ,
कहिले कुन पार्टी ठुलो हुन्छ, कहिले कुन पार्टी ठुलो हुन्छ। पार्लियामेन्ट पनि छ, यो स्थानीय निकायको पनि चुनाव भएको छ, अहिले त सङ्घीयता भएर प्रदेश लेभलको पनि संसद र सरकारहरू छन्। त्यति हुँदाखेरि पनि जेनजी आन्दोलन चाहिँ किन भयो त, होइन? के कुन असन्तुष्टिले भयो त भनेर हेर्दाखेरि हाम्रो लोकतन्त्र चाहिँ, हाम्रो बहुदलीय प्रणाली चाहिँ दलतन्त्रमा, नेतातन्त्रमा चाहिँ विकृत भयो, क्षयीकृत भयो। र हाम्रो पहिलो फोकस के छ भने राज्यमा पनि अर्थतन्त्रमा पनि चाहिँ यो दलहरूको र नेताहरूको भूमिका धेरै हुने। तपाईँ कुनै एउटा दल हुनुभयो, तपाईँले त्यो दलको मान्छेलाई राजदूत पनि बनाउन सक्नुहुन्छ, युनिभर्सिटीको भिसी पनि बनाउन सक्नुहुन्छ, कर्मचारीको डिजी पनि बनाउन सक्नुहुन्छ, र होइन यावत तपाईँ कब्जा गर्नुहुन्छ शक्तिका स्रोतहरू, अनि आर्थिक स्रोतहरू पनि तपाईँ कब्जा गर्नुहुन्छ सिन्डिकेट बनाएर, होइन? तपाईँ ब्याङ्किङ क्षेत्रमा ट्रेड युनियन गर्नुहुन्छ, होइन? भ्रष्टाचार गर्नुहुन्छ, कमिसन खानुहुन्छ, राज्यका नीति र व्यापारीहरू चाहिँ लेनदेन गर्नुहुन्छ, होइन? स्वार्थ बजान हुने गरिका ट्रान्जेक्सनहरू गर्नुहुन्छ, होइन? मिनबहादुर गुरुङबाट चाहिँ जग्गा दान लिनुहुन्छ। यस्ता अनेक, होइन, समानुपातिकको पद टिकट चाहिँ धनी मान्छेहरूलाई चाहिँ पैसा लिएर बेच्नुहुन्छ, होइन? यस्ता अनेक जुन विकृतिहरू आए नि, यो के भयो त, होइन? यो हामी दलीय प्रणालीको पक्षधर हो, यसमा कुनै कन्फ्युजन नहोस् कि हामी बहुदलीय लोकतन्त्र, बहुलवाद, खुल्ला समाज, दलीय प्रणाली, मानव अधिकार, होइन, र चाहिँ यो ग्लोबल लिबरल अर्डरको चाहिँ अन्तर्राष्ट्रिय मान्यता, यी चिजहरूप्रति हाम्रो सैद्धान्तिक सहमति छ। तर यसमा आएका विकृतिहरू चाहिँ कसरी हटाउने त, होइन? यसमा आएका विकृतिहरू कसरी हटाउने भन्ने प्रश्न चाहिँ अहिले महत्त्वपूर्ण भएर आयो। त्यसैले हामीले जुन अहिले मुद्दा बनाएका छौँ, हामीले आफ्नो विचारधारालाई हामी नागरिकतन्त्र, नागरिक सर्वोच्चताको सिद्धान्त भन्छौँ, होइन? भने हामीले मुद्दाहरू चाहिँ हामीले 20 बुँदे नागरिक दाबी पत्र भन्छौँ त्यसलाई। अब यो 20 बुँदेमा के छ भनेर तपाईँले हाम्रा सवालहरूको बारेमा भन्नुभयो भने पहिलो प्रश्न त हामीले के भनेका छौँ भने नेपालको राजनीतिक दल सम्बन्धी ऐन, निर्वाचन ऐन र निर्वाचन सम्बन्धी अरू सबै जति पनि सम्बद्ध कानुनहरू छन्, ती कानुनमा 18 बुँदे संशोधनको हामीले माग गरेका छौँ, होइन? त्यो हामीले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि दिएका छौँ, तत्कालीन सरकारलाई पनि दिएका थियौँ, निर्वाचन आयोगलाई पनि दिएका थियौँ। र हाम्रो भनाइ के छ भने अहिले पनि हाम्रो भनाइ छ कि त्यो 18 बुँदे संशोधनपछि मात्रै हामी नयाँ निर्वाचनमा जानु उचित हुन्छ। अब त्यो के त, त्यो 18 बुँदे संशोधन के हो त भन्दा त्यो चाहिँ राजनीतिक दलहरूभित्र र निर्वाचन प्रणालीमा गरिनुपर्ने सुधारको पाटो भयो। उदाहरणको लागि एउटा व्यक्ति कुनै पनि दलमा 2 कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने, होइन? कुनै पनि पार्टीहरूको यो टिकट नदिकन पार्टीको उम्मेदवार नहुने जुन अहिलेको सिस्टम छ, यो सिस्टमलाई हटाइदिने, होइन? यसको ठाउँमा चाहिँ हरेक पार्टीको उम्मेदवारहरू सम्बन्धित निर्वाचन क्षेत्रको पार्टी सदस्यहरूको चुनावबाट आउनुपर्ने, जहाँ त्यसरी चुनाव नभई भएको नेताले सही गरेर दिएको क्यान्डिडेट छ त्यसलाई निर्वाचन आयोगले क्यान्डिडेट स्वीकार नगर्ने, उम्मेदवारहरूले जस्तो निर्वाचन आयोगले 20 लाख उम्मेदवारी खर्च तोकेको छ भने 20 लाखभन्दा बढी कुनै उम्मेदवारले खर्च गरेको देखियो, मोटरसाइकल र्यालीमा तेल हालेको देखियो, ठुलो भोज भतेरहरू गरेको देखियो, त्यसका लागि निर्वाचन आयोगमा एउटा इन्भेस्टिगेसन सेल बनाउने। त्यो सेलले चाहिँ कुनै उम्मेदवारले त्यस्तो बदमासी गरेको छ भन्ने उसको रिपोर्टबाट पत्ता लाग्यो भने उसको उम्मेदवारी खारेज हुनुपर्ने या जितेकै पद पनि खारेज हुनुपर्ने, राजनीतिक दलहरूलाई निश्चित स्टेट फन्डिङ हुनुपर्ने, होइन? विदेशमा बस्ने र अपायक मतदाताहरू भनेको जो जिल्ला या घर चुनावको बेला जान सक्दैनन्, उनीहरूले अर्ली भोटिङ या डिजिटल भोटिङ गर्ने उनीहरूको लागि सिस्टम हुनुपर्ने, मतदानको व्यवस्था हुनुपर्ने, होइन? अब यस्ता थुप्रै, होइन? प्री इलेक्सन एलायन्स म आउँछु, होइन? प्री इलेक्सन एलायन्स गरेको दलहरूले पोस्ट इलेक्सन एलायन्स गर्न नपाइने। उदाहरणको लागि कांग्रेस र एमाले यो कि गठबन्धन सरकार चलाउने हो भने चुनाव लड्दा पनि गठबन्धन गरेर लड्नु पर्यो। चुनाव चाहिँ विपरीत भएर लड्ने अनि फेरि सरकार चाहिँ मिलेर चलाउने भन्नु भने त त्यो त जनादेशको खण्डित भयो नि त। चुनावमा के आधारमा मान्छेले भोट हाल्ने त? को भोलि सत्तामा जान्छ, को भोलि प्रतिपक्षमा बस्छ भन्ने मान्यताको आधारमा चुनाव हाल्ने, होइन? यो सारा चिजहरू चाहिँ हामीले यो मैले एउटा भने 20 को एउटा बुँदा भने 20 बुँदा मध्ये एउटा राजनीतिक दल सम्बन्धी सुधारको। अब अर्थतन्त्रको बारेमा पनि हाम्रा यस्तै मान्यता छन्,
हाम्रो प्रशासन बारेमा पनि हाम्रा यस्तै मान्यताहरू छन्, यो सङ्घीयता बारेमा पनि हाम्रा यस्तै मान्यता छन्। हामी स्थानीय निकाय गैरदलीय चुनाव हुनुपर्छ भन्ने पक्षधरहरू हौँ होइन। यस्ता त्यसैले मैले केही साङ्केतिक मुद्दाहरू भने जसलाई हामी 20 बुँदे नागरिक दाबी पत्र भन्छौँ, यो चाहिँ अर्थतन्त्रको क्षेत्रमा पनि छ, प्रशासनिक क्षेत्रमा पनि छ, सुशासन कायम गर्ने क्षेत्रमा पनि छ। वित्तीय सङ्कटहरू कसरी हल गर्न सकिन्छ, अहिले त यो मिटर ब्याज पीडित होइन, यो चाहिँ सहकारी ठगीदेखि लिएर अनेक छन् नि त वित्तीय समस्याहरू। कहिले ब्याङ्कमा अधिक तरलता थुप्रिन्छ, कहिले चाहिँ ब्याज दर वात्तै बढ्छ, कहिले ब्याज दर वात्तै घट्छ। यो सब किन भइरहेछ? उद्यमशीलता किन खत्तम भइरहेछ? रोजगारको माहौल किन छैन? मान्छे विदेशै जानुपर्ने बाध्यता किन छ होइन? यस्ता थुप्रै प्रश्नहरूमा हाम्रा एजेन्डाहरू छन्। तर अब यो पिपुल फर्स्ट पार्टीको सङ्गठनको संरचना चाहिँ कस्तो छ भन्ने जुन तपाईँको प्रश्न छ, यसमा पहिलो कुरा अहिले हामी तदर्थ छौँ होइन। मङ्सिर 5 गते मात्रै हामीले पार्टी दर्ताको प्रमाणपत्र चाहिँ पाएका छौँ र अहिले भर्खरै पुसको 4 र 5 गते हामीले पार्टीको स्थापना अधिवेशन गरेका छौँ। त्यसैले प्रथम अधिवेशनसम्म पुगुन्जेलका लागि हामी सङ्क्रमणकालीन अवस्थाबाट चाहिँ अगाडि बढ्छौँ। अब यो सङ्क्रमणकालीन अवस्थाबाट अगाडि बढे पनि हाम्रो प्रबन्धनहरू चाहिँ कस्तो छ त भन्दा मलाई लाग्छ नेपालको कुनै पनि राजनीतिक दलको चाहिँ अहिलेसम्मको विधानमा यस्तो खालको राजनीतिक प्रबन्धनहरू चाहिँ छैन। उदाहरणको लागि हाम्रो नेतृत्वको चुनाव महाधिवेशनहरू चाहिँ अरू पार्टीहरूको जस्तो प्रतिनिधिहरू आएर 2000-3000 मान्छेहरूको बिचमा चाहिँ अधिवेशन हुन्छ, हाम्रो पार्टीमा त्यस्तो हुँदैन। हाम्रो पार्टीमा देशभरि हाम्रो पार्टी मेम्बरहरू कति छ? 5 लाख। 5 लाख छ भने 5 लाखबाट चुनाव हुन्छ। 3 लाख 5 लाखबाटै पार्टी मेम्बर कति हो? जस्तो हाम्रो 20,000 पार्टी मेम्बर छ देशभरि भने 20,000बाट चुनाव हुन्छ होइन। अब कसरी त्यो चुनाव तिमीहरू म्यानेज गर्छौ भन्नु होला होइन। त्यसको लागि त पार्टीकै निर्वाचन आयोग हुन्छ, पार्टीभित्र पनि एउटा निर्वाचन आयोग हुन्छ जसले पालिका लेभलमा बुथ राखेर होइन चाहिँ पार्टीभित्रको चुनाव चाहिँ के गर्छ त गर्छ। यो यस्तो नेपालको कुनै राजनीतिक दलमा अहिलेसम्म देख्नु भएको छ त छैन। तर हाम्रो पार्टीको विधानमै त्यो छ। प्रथम महाधिवेशनसम्म पुग्दा हामीले त्यो गर्नै पर्छ, एउटा नयाँ कुरा। दोस्रो कुरा, हाम्रो पार्टीको कुनै पनि पद चाहिँ 2 कार्यकालभन्दा हुँदैन र अधिकतम कार्यकाल 4 वर्ष हुन्छ र 4 वर्ष पनि कन्टिन्युस हुन पाउँदैन। भनेको एउटा अध्यक्ष अधिकतम हुन पाउने कति भयो त 8 वर्ष भयो। तर 8 वर्ष कहिले त होल लाइफमा, कन्टिन्युस 8 वर्ष होइन। 4 वर्ष भइसकेपछि फेरि एक टर्म भए पनि उसले ग्याप छोड्नु पर्यो होइन। अनि अर्को टर्म पायो, अर्को टर्म पाएर यसरी 2 टर्म भइसकेपछि 8 वर्ष ऊ भयो भने अब होल लाइफभरि ऊ पार्टीको अध्यक्ष हुँदैन होइन। यसरी हामीले यो डेमोक्रेटिक लिडरसिपको कन्टिन्युटी होइन, लोकतान्त्रिक गतिशीलता, लोकतन्त्रको गतिशीलताको एउटा डाइरेक्ट डेमोक्रेसी अघि मैले भने, अर्को लोकतान्त्रिक गतिशीलता होइन। तेस्रो कुरा अर्को, हाम्रो पार्टीको विधानमा एउटा इन्ट्रेस्टिङ कुरा छ कि हाम्रो पार्टीको विधानमा मान्छेलाई सदस्यबाट कारवाही गर्न पाइँदैन होइन। जस्तो अरू पार्टीहरू तपाईँ देख्नुहुन्छ नि, कुरा हुने बित्तिकै झगडा हुने बित्तिकै तँलाई मैले पार्टीबाट के भन्छ त निष्कासन गरिदिएँ भन्छ होइन। मैले कहाँ आजै कि कहिले देखेको थिएँ कि हाम्रो हर्का साम्पाङजीको पार्टीमा चाहिँ कुन उपाध्यक्षले कता के बोल्यो अरे, उहाँले फेसबुकमा लेखेर मैले तँलाई अध्यक्षबाट के अरे उपाध्यक्षबाट हटाइदिएँ, कारवाही गरिदिएँ होइन। यस्तो लेखेको छ नि होइन। हाम्रो पार्टीको चाहिँ सिद्धान्त के हो भने हामी नागरिक सर्वोच्चतामा विश्वास गर्ने हो। जस्तो त्यो भनेको एउटा उदाहरणमा म तपाईँ भन्छु, हामी 3 करोड नागरिक छौँ होइन। 3 करोड नागरिक मध्ये चोरहरू पनि त छन् नि, बन्दीहरू पनि छन्, डकैती बलात्कारीहरू छन्। तिनीहरूको नागरिकता खोसिन्छ कि खोसिँदैन? हजुर खोसिन्छ र? नागरिकता खोज्ने र देश निकाला गर्ने त पाइँदैन नि? पाइन्छ। उसलाई दण्ड दिन पाइन्छ, जेल पठाउन पाइन्छ, आर्थिक जरिमाना गर्न पाइन्छ। तर देश निकाला गर्न र 3टा कुरा गर्न पाइँदैन नि, मृत्युदण्ड दिन, देश निकाला गर्न र नागरिकता खोज्न पाइँदैन। भनेपछि त्यो त उसको सुप्रिम राइट्स हो नि। त्यस्तै कुनै नागरिक हाम्रो पार्टीमा आउँछ भने पार्टी मेम्बर हुने त उसको त नागरिकता जस्तो भयो नि त। त्यो हामी कसरी खोज्न सक्छौँ? त्यो खोज्यो भने त नागरिक सर्वोच्चता त खण्डित भयो नि। पिपुल फर्स्ट कसरी भयो त? पार्टी फर्स्ट भइहाल्यो नि, नेता फर्स्ट भइहाल्यो नि होइन। देयर लेफ्ट नो राइट ओर ब्याक, अलवेज राइट एन्ड फरवर्ड होइन। न दायाँ न बायाँ न पछाडि, सधैँ ठिक र अगाडि। यो जस्तो यो के भनेको, यो पनि सायद तपाईँले नयाँ सुन्नुभयो नेपालको राजनीतिमा। कुनै पनि दलले यस्तो दाबी
गर्दैन हैन, हामीले गर्छौँ। त्यो भनेको के हो भने नेपालमा राजनीतिलाई एक खाले मान्छेहरूले लेफ्ट र अर्को खाले मान्छेहरूले राइट, वामपन्थी र दक्षिणपन्थी त कुन धारको पार्टी होस् भन्दा कम्युनिस्टहरूले हामी वामपन्थी हो, वामपन्थी आन्दोलन भन्छ हैन। राजावादीहरूलाई भन्नु पर्यो भने दक्षिणपन्थी भनिन्छ हैन। काङ्ग्रेसलाई काङ्ग्रेस के हो, सेन्टर कहिले लेफ्ट जस्तो पनि देखिन्छ, कहिले राइट जस्तो पनि देखिन्छ हैन। त्यसैले पार्टीहरूलाई जुन दुई भागमा वर्गीकरण गरेर वामपन्थी र दक्षिणपन्थी भन्ने जुन चलन छ नि, हामीले चाहिँ के उद्घोष गरेको हो भने हामीलाई चाहिँ त्यो नियममा राखेर नहेर्नु। हामी वामपन्थी पार्टी पनि होइन, हामी दक्षिणपन्थी पार्टी पनि होइन, हामी पश्चगामी पार्टी पनि होइन। ब्याक भनेको पश्चगामी होइन, नाइदर लेफ्ट वामपन्थी होइन, और राइट दक्षिणपन्थी पनि होइन हैन, और ब्याक पश्चगामी पनि होइन। हामी चाहिँ फरवर्ड लुकिङ पार्टी हो, भनेको भविष्यको चिन्ता गर्ने, अगाडि बढ्ने। र अगाडि बढ्दा पनि सधैँ राइट भन्ने शब्दको त दुईवटा अर्थ हुन्छ नि, एउटा दक्षिणपन्थ भन्ने पनि हुन्छ, अर्को ठिक भन्ने पनि हुन्छ। ठिकलाई पनि आई एम राइट भन्छौँ नि हामी होइन, त्यो ठिक भन्ने पनि हुन्छ। त्यहाँ एउटा राइटले चाहिँ दक्षिणपन्थ भन्ने बुझाउँछ, अर्को राइटले चाहिँ ठिक भन्ने बुझाउँछ होइन। हामी ठिक चाहिँ हुन्छौँ होइन, जहिले पनि ठिक बाटोमा हिँड्नुपर्छ र अगाडि हिँड्नुपर्छ, धेरै दायाँ बायाँ गरेर होइन, कहिले यता लागेर कहिले उता लागेर, कहिले वामपन्थी भएर कहिले दक्षिणपन्थी भएर, पहिले पश्चगामी भएर काम छैन। इतिहासका कुरामा पनि धेरै बहस गरेर काम छैन। जङ्गबहादुर ठिक थियो कि थिएन, अर्को जङ्गबहादुर जन्मिनुपर्छ कि पर्दैन, महेन्द्र इतिहास बुझ्नुपर्छ, तर इतिहासमा अल्झेर हुँदैन। हाम्रो भनाइ के छ भने इतिहास भनेको चाहिँ त्यो मार्गदर्शनको स्रोत मात्रै हो। इतिहासले डिभाइड गर्छ मान्छेहरूलाई। जस्तो तपाईँ एउटा उदाहरणमा जाने, यो जेनजी आन्दोलन, अब जेनजी आन्दोलन त इतिहास भइसक्यो होइन, हो कि होइन भन्नु, अस्ति भर्खरको हो तर इतिहास भइसक्यो। अब जेनजी आन्दोलन ठिक थियो कि बेठिक थियो भन्ने कुरामा बहस गरेर तपाईँले राजनीतिक आन्दोलन बनाउनु भयो भने तपाईँ एकमत हुन कहिले पनि सक्नुहुन्न। एकाले हामीले भन्छौँ ठिक थियो, त्यो एउटा रेभोल्युसन थियो, युवाहरूले विद्रोह गरे, क्रान्ति गरे, त्यो सत्ताबाट फाँकिएकालाई भन्छन् के भन्छन्, यो प्रतिविद्रोह थियो, यो त प्रतिक्रान्ति थियो, के को क्रान्ति थियो, निर्वाचित सरकारलाई डाल्यो। अर्को खालेले भन्दा 23 गते चाहिँ ठिक थियो, 24 गते चाहिँ गलत भयो भन्छ होइन। त्यसैले इतिहासका घटनाहरूबारे कहिले पनि एकमत हुन सकिँदैन। हामीले अलवेज फरवर्ड एन्ड राइट भन्नुको अर्थ के हो भने इतिहासका घटनाहरूबारे कहिले पनि हामी एक हुन सक्दैनौँ भने भविष्यका सपनाहरूबारे चाहिँ हामी एक हौँ न त। का भविष्यका सपनाहरूले हामीलाई एक बनाउँछ कि? भविष्यमा हामीले आर्थिक विकास गर्नु छ, भविष्यमा हामीले पर क्यापिटा इन्कम बढाउनु छ, भविष्यमा हामीले राम्रा रोड सडकहरू स्कुल कलेजहरू बनाउनु छ, भविष्यमा हाम्रा सन्तानहरूको के अरे लागि डिग्निफाइड रोजगारको सिचुएसन बनाउनु छ। यो कुरामा त एक हुन सक्ला नि। यो कुरामा त ज्ञानेन्द्र शाहको पनि भिन्नै मत नहोला, राप्रपाको पनि नहोला, वामपन्थी कम्युनिस्टहरूको पनि नहोला, काङ्ग्रेसको पनि नहोला होइन नि त। त्यसले हाम्रो भने के हो भने हिस्ट्रीले तपाईँलाई जहिले डिभाइड गर्छ होइन। यो वामपन्थी दक्षिणपन्थी पश्चगामी भनेको हिस्ट्री ओरिएन्टेड पार्टीहरू हो र चाहिँ फ्युचरले तपाईँले जहिले पनि युनाइट गर्छ। र हामी चाहिँ फरवर्ड लुकिङ पार्टी हौँ र हामी युनिटीको लागि हो। नेसनल युनिटी भनेको के को एकता होइन, भविष्यमुखी सोचको एकता, युवा पुस्ता मध्यम पुस्ता र प्रौढ पुस्ता बिचको एकता, देशका जातीय भाषिक सांस्कृतिक विविधता बिचको एकता होइन, राष्ट्रकै एकता होइन। र राष्ट्र भनेको फेरि हाम्रो परिभाषामा राष्ट्र भनेको पनि अल्टिमेटली पिपुल्स नै हो। नागरिकत्वबाटै राष्ट्रत्व भन्छ। यो शब्द कसैले युज गर्दैन। तपाईँ कुनै पनि पार्टीको दस्तावेजमा नागरिकत्व भन्ने शब्द सुन्नुभएको छ हजुर? भन्दैन नि। किन भन्दैनन् कसैले? राष्ट्रियता भन्छन् होइन, राष्ट्रवाद भन्छन् होइन, राष्ट्रिय एकता भन्छन्, तर नागरिकत्व भन्ने शब्द हामी किन युज गर्दैनौँ? हामी देश भन्दा के बुझ्छौँ? मान्छे बुझ्छौँ कि वनजङ्गल बुझ्छौँ होइन? यो एउटा ठुलो डिबेटको कुरा हो। हामीलाई लाग्यो कि मान्छे नै यो धरतीमा मान्छे छैन भने राज्य पनि हुँदैन, देश पनि हुँदैन, राष्ट्र पनि हुँदैन, भाषा पनि चाहिँदैन, यो स्टुडियो पनि चाहिँदैन। यो लोकतन्त्रको लोकतान्त्रिकरण पनि भन्नुभएको छ होइन? हजुर। अर्को कुरा यो उन्नत लोकतन्त्र पनि भन्नुभएको हो। लोकतन्त्रको लोकतान्त्रिकरण र डेमोक्रेसीका संसारमा विभिन्न प्रकारहरू छन्। एउटा प्रकार अहिले हामीले अप्नाइरहेको एउटा प्रकार लिबरल डेमोक्रेसीको एउटा रूप होइन, संसदीय प्रणाली। तर यही मात्रै त लोकतन्त्र छ र संसारमा।
अमेरिकामा चाहिँ एक खालको लोकतन्त्र छ हैन, युरोपको कतिपय देशहरूमा विशेष फ्रान्समा एक प्रकारको लोकतन्त्र छ, बेलायतमा एक प्रकारको लोकतन्त्र छ, जर्मनीमा अर्को प्रकारको लोकतन्त्र छ हैन, स्विजरल्यान्डमा अर्को प्रकारको लोकतन्त्र छ। लोकतन्त्रका जुन मोडालिटीहरू छन् ती मोडालिटीहरूमध्ये नेपालमा चाहिँ बेलायत र इन्डियाको जुन कपी गरेर बेलायतको संसदीय प्रणाली जो अङ्ग्रेजहरूले इन्डिया ल्याएर छोडेर गए, अनि हाम्रा नेताहरू पञ्चायतकालमा राजाको शासन हुँदा भागेर या निर्वासित भएर लुक्न कहाँ गए त? इन्डिया, बनारस, कलकत्ता गए। अनि कम्युनिस्ट पार्टी बन्यो कलकत्तामा, नेपालको कम्युनिस्ट पार्टी, काङ्ग्रेस पार्टी बन्यो बनारसमा। अनि तिनीहरूले लोकतन्त्र भनेको त्यही अङ्ग्रेजहरूले ल्याएर इन्डियामा छोडिदिएको। अनि हाम्रा नेताहरू लुकी बसी छिपी त्यहाँ गएको बेला सिकेर ल्याएको मोडालिटी जुन नेपालमा ल्याए र जुन यो संसदीय प्रणालीले 36 वर्षदेखि सङ्कटमाथि सङ्कटै थपेको छ, हो कि भन्नु त? त्यसो भए हजुरहरूले चाहिँ अब अभ्यास गर्न खोज्नु भएको चाहिँ हाम्रै यहाँ मौलिक लोकतन्त्र, मौलिक भन्नाले लोकतन्त्रका के युनिभर्सल थटहरू छन्, मापदण्डहरू छन्। जस्तो लोकतन्त्र बहुमतको शासन हो भन्छौँ हैन, हामी सिद्धान्तमा भन्छौँ नि, तर बहुमत कसको भन्नु त? कसको बहुमत? नागरिकको बहुमत अहिलेको व्यवस्थामा हुन्छ? अस्ति केपी ओली चाहिँ 51% नागरिकको भोट ल्याएर प्रधानमन्त्री भएको हुन् हजुर? अथवा तपाईँ भन्नु न 36 साल नागरिकको बहुमत हो भने 36 सालदेखि यता हाम्रा जतिवटा चुनाव भएका छन् हैन, कुनै पनि चुनावमा कुनै पनि पार्टीले मोर देन 50% भोट ल्याएको छ? केपी ओलीले ल्याएको भोट त अस्ति एमाले गत चुनावमा ल्याएको त 27% भोट हो। अनि 27% भोट पाएको पार्टीको नेताले शासन गरेर उसले कसरी म बहुमतको शासन गर्दैछु भनेर दाबी गर्न सक्छ? हाम्रो भनाइ के हो भने उसले भन्ला मैले पार्लियामेन्टभित्रको चाहिँ बहुमत गेन गरेँ नि त, उसको तर्क होइन। हाम्रो तर्क के हो भने त्यसो पार्लियामेन्टभित्रको बहुमत हो भने त त्यो त सांसदको बहुमत हो, नागरिकको बहुमत त होइन। त्यसो भए यसो भन्नु पऱ्यो नि त संविधानमा, नागरिक सार्वभौम हुँदैन, संसद चाहिँ सार्वभौम हुनुपर्छ भन्नु पऱ्यो नि त। अनि संविधानले फेरि किन नागरिकलाई सार्वभौम भनेको? नागरिकलाई सार्वभौम भनेको हो भने त नागरिकको बहुमतबाट मात्रै प्रधानमन्त्री या राष्ट्रपति आउन सक्छ नि, या शासक आउन सक्छ नि त। त्यसको लागि त तपाईँको डाइरेक्ट इलेक्टेड 2 राउन्ड सिस्टममा जानु पर्यो, तपाईँले 51% भोट ल्याउनु पर्यो। पहिलो चरणमा कुनै पनि उम्मेदवारहरूको 51% भोट आएन भने दुईटा धेर ल्याउने बिचमा चुनाव भएर एउटाले 51% ल्याउनु पर्यो होइन, अनि मात्रै उसले के दाबी गर्न सक्छ भने मसँग बहुमत छ। अहिलेको सिस्टममा के हुन्छ, केपी ओली 27% भोट ल्याएर बाँकी कति रहन्छ उता 27, 28, 29, 30 होइन, भनेको 70 भन्दा पनि बढी होइन। 73% मान्छेलाई त उनलाई भोट दिएकै छैन। 73% मान्छे त उनको अलरेडी उनलाई मन नपराउने मान्छे हुन् नि त। प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुने बित्तिकै 73%लाई त रिस उठिहाल्यो नि त। अब किन 73%ले त उसलाई भोट दिएको छैन। अनि त्यो 27%मा पनि रियल ओरीको सपोर्टर कति हुन्छन् त? त्यहाँ त एमाले मातृ पार्टी, मदन भण्डारीको पनि पार्टी हो, यो त विगत पुष्पलालको पनि पार्टी हो, यो ओली मन नपरे पनि हालिदिउँ न त भनेर हाल्ने पनि हुन्छ। अब त्यस्तो पनि हटाइदिनु भयो भने अरू 10% हटाइदिनुहोस्। अब 17% मान्छेहरूको मन जितेर तपाईँले शासन गर्न खोजेपछि तपाईँको शासन टिक्छ त? हजुर टिक्दैन नि त। त्यसैले यो क्वेसन छ कि भोट हाम्रो एउटा यो पनि सायद नेपालको कुनै पनि पार्टीले तपाईँले भनेको सुन्नुहुन्न। हाम्रो भनाइ के छ भने सार्वभौम सत्ता अहस्तान्तरणीय हुन्छ। त्यो भनेको के होइन, भनेको जनताले भोट दियो नि त भन्छ, उनीहरूले तर्क गर्छ होइन। अब भोट दिएपछि कसको मेजोरिटीबाट गणना गर्ने? संसदको मेजोरिटीबाट। यसको अर्थ त तपाईँको भोटले त तपाईँको सार्वभौम सत्ता त त्यो सांसदलाई दिएछ नि त, भनेको मतलब सार्वभौम सत्ता हस्तान्तरणीय भयो नि त, हो कि होइन? अब तपाईँको भोट पाएपछि उसले मैले यति भोट ल्याएको त्यसैले मैले संसदमा एकजनाले उता भोट हालिदियो भने उता मेजोरिटी पुग्यो भनेर त्यो सांसदले दाबी गर्दैछ भने नागरिकको सार्वभौम सत्ता चाहिँ कहाँ गयो त? होइन, हाम्रो भनाइ के हो भने नागरिकको सार्वभौम सत्ता अहस्तान्तरणीय हुन्छ। भोट दिएकै कारणले नागरिकको सार्वभौम सत्ता पार्टी वा संसदमा या जनप्रतिनिधिमा सरेको हुँदैन। त्यसले के गरेको हुन्छ त? त्यसो भोटले केही न केही त गरेको हुन्छ। हामी भोट त किन दिन्छौँ त? भोटको फङ्सन चाहिँ के हो त? भोटले सार्वभौम सत्ता हस्तान्तरण गर्ने होइन, सोभरेन्टी ट्रान्सफर गर्ने होइन। भोटको काम भनेको म्यान्डेट क्रिएट गर्ने हो। ध्यान दिनु होला, यो धेरै ठुलो डिफरेन्सेस हो।
म्यान्डेट क्रिएट गर्ने हो कि मैले तिमीलाई 5 वर्षको लागि भोट दिएको थियो, तिमीले यो कुरा भनेर चुनावमा आएको छौ घोषणापत्र लिएर बाचा गरेर यो अनुसार गर्यौ भने तिमीलाई यो 5 वर्षको टाइम ठिक छ, बदमासी गर्यौ भने तिमीलाई 5 वर्षको बिचमै म विद्रोह क्रान्ति गरेर हटाइदिन सक्छु। इट मिन्स यो पोलिटिकल डिफिनेसन यहाँले ध्यान दिनु होला कि नेपालका सारा पार्टीहरू सार्वभौम सत्ता नागरिकमा हुन्छ, तर भोटद्वारा त्यो संसदमा या जनप्रतिनिधिमा या पार्टीमा सर्छ भन्ने कुरा विश्वास गर्छन्। हामी मात्रै एउटा यस्तो पार्टी छौँ जो पार्टी चाहिँ नागरिक सार्वभौम सत्ता कहिले पनि ह्यान्डओभर हुँदैन, त्यसले म्यान्डेट मात्रै क्रिएट गर्छ भन्ने सिद्धान्तमा विश्वास गर्छौँ। अब यो म्यान्डेटको सिद्धान्तलाई ल्याएर तपाईँ अब जोड्नुहोस् अस्तिको चुनावसँग। म्यान्डेट भनेको के हो? म्यान्डेट भनेको त तपाईँले चुनावको बेलामा गर्ने प्रतिबद्धता घोषणाहरू पत्रप्रति नागरिकको समर्थन या विरोध हो। तपाईँलाई समर्थन गरे भने म्यान्डेट दिए, समर्थन गरेनन् भने म्यान्डेट दिएनन्। अब काङ्ग्रेस र एमालेलाई मिलेर सरकार बनाउने म्यान्डेट थियो कि थिएन? थिएन। हजुर थिएन नि त। चुनावमा तपाईँले के भन्नुभएको थियो भने हामी त अपोजिट पार्टी हो, हाम्रो 5 दलीय गठबन्धन छ। अझ प्रचण्ड माधव नेपालहरू कुन गठबन्धनमा थिए? काङ्ग्रेसको गठबन्धनमा थिए। अनि चुनाव सकिने बित्तिकै प्रचण्डले गएर प्रधानमन्त्री चाहिँ कसको गठबन्धनबाट भए? ओलीको गठबन्धनबाट भए। वाट इज दिस? अथवा काङ्ग्रेस र एमाले नै मिलेर सरकार बनाए। वाट इज दिस? यो त के हो भने सरासर म्यान्डेटको उल्लङ्घन हो नि। अब जनताको चुनावमा जनताले दिएको म्यान्डेटको तपाईँले अपमान गर्नु सबैले गरे। फेरि ओलीले कसरी गरे? उनले 2 चोटि अपमान गरे। प्रचण्डलाई प्रधानमन्त्री दिनु पनि म्यान्डेटको अपमान थियो होइन? देउपासँग मिलेर सरकार बनाउनु पनि म्यान्डेटको अपमान थियो। प्रचण्डले कसरी अपमान गरे? ऊ प्रधानमन्त्री हुन्थ्यो भने 5 दलीय गठबन्धनबाटै हुनु पर्थ्यो। दुईचोटि गठबन्धन फेरेर उनी एमालेको पोल्टोमा गए। काङ्ग्रेसले कसरी म्यान्डेट अपमान गर्यो भन्दा अपोजिसन गठबन्धनबाट चुनाव लडेको एमालेसँग मिलेर सरकार खायो या सरकार बनायो भने 3 ठुला पार्टीले नै जनताको म्यान्डेटको अपहरण गरेपछि अथवा अपमान गरेपछि या पालना नगरेपछि त्यो पार्टीहरूलाई दण्ड जनताले कसरी दिने त? किन जनता त सार्वभौम सम्पन्न हो, सत्ता सम्पन्न हो भने उसले त म्यान्डेटको अपमान गर्ने नेताहरूलाई पार्टीहरूलाई दण्ड दिनु परेन होइन? हो, त्यो दण्ड दिने यहाँनिर 2टा कन्डिसनहरू हुन्छ। एउटा कन्डिसन आन्दोलन विद्रोह वा क्रान्तिबाट दण्ड दिने, अर्को कन्डिसन अर्को चुनावमा हराइदिने, अर्को कन्डिसन बिचमै रिकल गर्ने। हामी चाहिँ यस्तो पार्टी हौँ कि कुनै पनि जनप्रतिनिधिले कुनै पनि पार्टीले चुनावको बेलामा एउटा बाचा गरेर एक प्रकारको गठबन्धनबाट चुनाव लडेर एउटा कुरा गरेर चुनावको बिचमै त्यही 5 वर्ष अवधिमा कुरो फेरो भने त्यसको 5 वर्ष अबकै बिचभित्र त्यसलाई रिकल गरिदिनुपर्छ। संविधानमै रिकलको राइट्स हुनुपर्छ होइन? फेरि म उदाहरणको लागि तपाईँलाई भनौँ, जस्तो रवि लामिछानेको पार्टी होइन, रवि घन्टी पार्टी। घन्टी पार्टीले गत चुनावमा के भनेको थियो? हामी चाहिँ के अरे यो पुरानो पार्टीहरूसँग मिल्दैन, हामी त एकदम नयाँ पार्टी हो, नो नट एगेन पुरानो पार्टी नेताहरूको काम छैन। तर चुनाव सकिने बित्तिकै उसले के गर्यो? फेरि मन्त्री कटौरा थाप्दै बालकोटमा पाइन्छ कि बुढा नीलकण्ठमा पाइन्छ कि मलाई कसले गृहमन्त्री दिन्छ भन्दै चाहिँ त्यो पुरानै पार्टीहरूसँग मिलेर सरकार बनायो। त्यो 2टा मध्ये कुन कुरा सत्य हो? पुरानै पार्टीसँग मिलेर सरकार बनाउनु थियो भने उसले चुनावमै कृपया जनताहरू हामीलाई भोट दिनुहोस्, हामी पुरानै पार्टीसँग सरकार बनाउँछौँ भन्नु पर्थ्यो। पुरानो पार्टीहरूसँग मिलेर सरकार बनाउँदैनौँ भनेर पुरानो पार्टीको विरोध गरेर आएपछि 5 वर्ष ऊ के गर्नु पर्थ्यो त? अपोजिसनमा बस्नु पर्थ्यो, किनकि उसको मेजोरिटी त थिएन। उसले 2टै कुरा गरेन भने त्यस्ता मान्छेहरूको त्यस्ता पार्टीहरूको पद चाहिँ त्यो चुनावकै बिचमा खारेज हुनुपर्छ क्या। त्यो सिस्टमलाई चाहिँ भन्छ राइट टु रिकल होइन? यी सारा चिजहरूलाई हामीले उन्नत लोकतन्त्र भनेको। सायद तपाईँले मैले 5-7 यो त हामीसँग त थुप्रै यस्तो कुराहरू छ, तर मैले 5-7वटा पोइन्टहरूको मात्रै व्याख्या गरेँ होइन? भने यो सबै चिजहरूलाई जब हामी डेमोक्रेसीमा थप्छौँ भने त्यो चाहिँ के हुन्छ त? अहिलेको लोकतन्त्र चाहिँ बेसिक डेमोक्रेसी हो, फर्मल डेमोक्रेसी हो, औपचारिक लोकतन्त्र हो। यसलाई वास्तविक र उन्नत लोकतन्त्र बनाउने हो भने लोकतन्त्रका यस्ता थुप्रै टुल्सहरू हामीले के गर्नुपर्छ? यसमा थप्नुपर्छ। त्यसपछि मात्रै यो लोकतन्त्र उन्नत लोकतन्त्र हुन्छ। त्यसैले अहिले सामान्य लोकतन्त्र त आएको छ, तर यो वास्तविक लोकतन्त्र छैन होइन? फेरि चुनावलाई कसरी लिने भन्ने बारेमा पनि म भनिहाल्छु। यसमा 2टा दृष्टिकोण हुन्छ।
एउटा दृष्टिकोण हुन्छ नि, अब चुनावमा आयो, चुनाव लड्नुपर्छ, डाङ्गडुङ्ग गर्नुपर्छ, हाहो गर्नुपर्छ, मान्छेहरूलाई झुक्काउनुपर्छ, फेसबुक लाइक कमेन्ट्स देखाउनुपर्छ होइन, म्यानिपुलेट गर्नुपर्छ, मान्छेको दिमाग भुट्नुपर्छ होइन, अलिअलि गर्नुपर्छ, सरकारमा जानुपर्छ, अनि फेरि संसद हुनुपर्छ, मन्त्री खानुपर्छ भन्ने एउटा दृष्टिकोण हो। त्यसरी पनि पार्टीहरू आउँछन् चुनावलाई लिएर। हाम्रो लागि चाहिँ चुनाव त्यस्तो होइन। हामी चाहिँ एउटा लङ टर्म भिजनसहित चुनावलाई एउटा लङ टर्म स्ट्रगलको एउटा स्टेप मात्रै बनाउन चाहन्छौँ होइन। तपाईँले इतिहास बदल्ने, सभ्यतालाई नयाँ मोड दिने, अर्थतन्त्रको निर्माण गर्ने पार्टीहरू सितिमिति जन्मिँदैनन् पनि र सितिमिति सिद्धिँदैनन् पनि होइन। तपाईँले इन्डियाको बिजेपीको हिस्ट्री हेर्नुभयो भने अहिले जुन सत्तारूढ पार्टी छ त्यो कति वर्ष लगाएर आयो? 100 वर्ष लगाएर आयो। त्यसको जग चाहिँ 1914तिरबाट सुरु भएको थियो, सावरकरहरूको पालामा। पहिलो बहुमत मोदीको पालामा ल्याएर सन् 2014मा ल्यायो। पहिलो बहुमत ल्याउन उसलाई 100 वर्ष लाग्यो, तर अहिले ऊ 11 वर्षदेखि पावरमा छ होइन। तपाईँ संसारभरि हेर्नुहोस्, जहाँ पनि अमेरिकन पार्टीहरू कति लामो समयदेखि छन् र कति स्टेपमा उनीहरूले स्ट्रगलहरू गर्दै आइरहेछन् होइन। त्यसैले हामी चाहिँ राजनीतिक दल रातारात शक्तिशाली हुन्छ र रातारात त्यसले चमत्कार गर्छ भन्ने सिद्धान्तमा विश्वास गर्दैनौँ। त्यो चाहिँ पपुलिस्टहरूको विश्वास हो। हाम्रो र पपुलिस्टहरूको बिचको भिन्नता के हो भने हामी चाहिँ संस्थागत विकास, संस्थागत परिवर्तन र संस्थागत प्रक्रिया, अङ्ग्रेजीमा एउटै शब्दमा भन्दाखेरि इन्स्टिट्युसनलिजम होइन मा विश्वास गर्छन् र उहाँहरू चाहिँ इन्डिभिजुअलिजम, व्यक्तिवादमा विश्वास गर्नुहुन्छ। एउटा भगवान् जस्तो मान्छे आउँछ, चट्टसँग दारी पालेको हुन्छ, ठ्याक्कसँग यस्तो गगल्स लगाएको हुन्छ, यस्तो कलरको लुगा लगाएको हुन्छ, यसरी कपालमा जेल लगाएको हुन्छ, टाक्क आउँछ, ठ्याङ 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 अमिताभ बच्चन या शाहरुख खान या चाहिँ नायक फिल्मको चाहिँ अनिल कपुर जस्तो गरेर आउँछ, टाकटुक उसले देश सब ठिक लगाइदिन्छ, सबलाई जेल पठाइदिन्छ, सब भ्रष्टाचार करप्सन ठिक हुन्छ भन्ने खालको सोच चाहिँ त्यो इन्डिभिजुअलिजम, हिरोइजमको सोच हो, पपुलिस्टहरूको सोच हो होइन। हामी चाहिँ त्यो सोचसँग पनि असहमत भएको हुनाले यी नेपालको कुनै पनि नयाँ पार्टीहरू पनि हाम्रो लागि आकर्षणको केन्द्र चाहिँ रहेन। किनभने आजसम्म संसारमा जति पनि देशहरूले उन्नति गरेको छ, अमेरिका भन्नुहोस्, अमेरिकामा पनि धेरै प्रब्लम होलान्, तर कम्तीमा त्यो विश्वको नम्बर 1 देश त हो नि हजुर। नेपालीहरू अमेरिका जान पायो भने त खुसी त हुन्छ नि। डिबी पर्दाखेरि यहाँ खसी काटेर भोट त गर्छन् नि। अन्त अमेरिका जानेहरूको इकोनोमिक स्थिति, परिवारहरूको आर्थिक अवस्था नेपालमा बस्नेहरूको भन्दा त बराबरमा त अलि राम्रै छ नि त होइन। भनेको मतलब उनीहरू त किन हुन सके त? युरोप किन हुन सक्यो? सिङ्गापुर किन हुन सक्यो? स्विजरल्यान्ड किन हुन सक्यो? स्विजरल्यान्ड बनाउँछु, सिङ्गापुर बनाउँछु भनेर त हुँदैन नि त मुखले। त्यस्तो त नेपालको नेताहरूले कतिले भने अहिलेसम्म होइन। तिनीहरू त किन हुन सके त? त्यो किन हुन सक्यो भने उनीहरू इन्स्टिट्युसनल प्रोसेसबाट गए, संस्थागत प्रक्रिया छ, त्यहाँ इन्स्टिट्युसन बलियो छ, इन्स्टिट्युसन विश्वासिलो छ होइन। हामी कहाँ चाहिँ सबै संस्थाहरूलाई ध्वस्त पारिदिएको छ। ब्याङ्कमा पैसा राख्नु पनि मान्छे डराउनु पर्ने, सहकारीमा पैसा राख्यो भने के ठगी हुने, बिचल्ली पर्ने, युनिभर्सिटीमा चाहिँ जाँच राम्ररी हुन्छ कि हुँदैन भनेर चाहिँ शङ्का गर्नुपर्ने, क्वेसन पेपर लिक हुन्छ कि भनेर शङ्का गर्नुपर्ने होइन। हरेक संस्थाहरू ध्वस्त छ नि त। अनि तपाईँको के भने हस्पिटल जाँदाखेरि डक्टर नक्कली परेर उल्टो अपरेसन गरिदिएला कि भन्नुपर्ने। यो हिसाबले संस्थाहरूको एउटा क्षयीकरण, राजनीतिक दलमा कसैलाई विश्वास नहुने, नेता भनेको त्यो चोर त हो नि भनेर जनताले सजिलै भनिदिने होइन। यो सिचुएसनले के देखाउँछ त भन्दा इन्स्टिट्युसनल फेलर, संस्थागत असफलताको स्थितिमा हामी छौँ। व्यक्तिगत रूपमा हामी क्षमतावान होला, तपाईँ राम्रो मान्छे, तपाईँ आफ्नो पत्रकारिता यत्रो स्टुडियो संस्था चलाइरहनु भएको छ होइन, उहाँले आफ्नो काम गरिरहन्छ, अर्कोले आफ्नो काम गरिरहेछ। व्यक्तिका रूपमा हाम्रो आफ्ना क्षमता होला, कुनै गायकले राम्रो गीत बनाइरहेको होला, कुनै डाइरेक्टरले राम्रो फिल्म बनाइरहेको होला होइन। तर संस्थागत क्षमताको अभावमा, सामूहिक क्षमताको अभावमा राष्ट्र चाहिँ फेलरतिर गइरहेको छ नि त होइन। यो एउटा रियालिटी हो। त्यसैले तपाईँ चुनावको कुरामा आउँदैन। त्यो चुनावको कुरामा हामी के हो भने चुनाव त हामी लड्छौँ किनकि हामी जनताको सार्वभौमसत्तामा विश्वास गर्छौँ। पिपुल्स सुप्रिमेसीमा विश्वास गरेपछि पिपुल्सको सोभरेन्टी भोटबाट म्यान्डेट क्रिएट हुन्छ भन्ने सिद्धान्तमा विश्वास गरेपछि चुनावबाट बाहिर जाने भन्ने कुरै हुँदैन होइन। तर चुनावका लागि
चुनावदेखि चुनाव होइन, चुनाव नै सबै थोक हो भन्ने खालको सोच चाहिँ हाम्रो होइन। चुनाव डेमोक्रेसीका सौन्दर्यका विभिन्न पाटाहरू छन्। संस्थागत विकास, गतिशील नेतृत्व, पारदर्शिता होइन, डेलिभरीको कपासिटी होइन, मोरल भ्यालुज, मूल्य प्रणाली होइन, यस्ता अनेक आयामहरूमध्ये एउटा इभेन्ट के हो त? चुनाव हो नि त। जस्तो मान्छेको जिन्दगीका कति इभेन्ट छन् नि त, जन्मदेखि मृत्युसम्म सम्झिनु त हामी कति काम गर्छौँ, तर बिहेलाई हामी स्पेसिफिक एउटा सेरेमनी जस्तो बनाउँछौँ होइन। त्यस्तै गरिकन डेमोक्रेसीका पनि थुप्रै अन्तर्यमा थुप्रै सौन्दर्य र आयामहरू हुन्छन्। त्यसमध्ये एउटा इभेन्ट, महत्त्वपूर्ण इभेन्ट चाहिँ चुनाव हो भन्ने हाम्रो बुझाइ। अब यो चुनाव जुन फागुन 21मा सरकारले घोषणा गरेछ, तपाईँको दृष्टिले 21मा हुन्छ भन्ने देख्नुहुन्छ अवस्था हेर्दाखेरि? अब यो हप्ताभित्र त्यो क्लियर होला होइन। हामीलाई के लाग्छ भने निर्वाचन आयोगले जुन सेड्युल बनाएको छ, सेड्युल एक्टिभ हुँदै गयो भने होइन, अब त चुनाव हुनेतिर गयो भन्ने बुझ्नुपर्छ। अब सेड्युल अहिलेसम्मको सेड्युल त दल दर्ताको सेड्युलहरू त लागू भएको छ। अब उम्मेदवारीको नामाङ्कन गर्ने बेला आउँदैछ होइन। चुनाव मेरो व्यक्तिगत धारणा है, यो चाहिँ मैले हाम्रो पार्टीमा पनि सल्लाह भएको छैन। मलाई चाहिँ के लाग्छ भने अहिले जुन खालको हामी स्थितिमा छौँ, त्यसैले यो संसद पुनर्स्थापनातिर जानु पनि उचित छैन र फागुन 21को चुनावलाई वैशाख जेठसम्म लग्यो भने त्यसलाई हामीले धेरै अन्यथा लिनु पनि पर्दैन भन्ने मलाई व्यक्तिगत हो यो मेरो कुरा। किन पर्दैन? किन मैले 3-4वटा कारणहरू भन्छु। एक त अब यो जेन्जी आन्दोलनपछि स्थिति राम्ररी सङ्लेको पनि छैन होइन। नयाँ राजनीतिक दलहरू जति बने उनीहरूले चाहिँ आफ्नो एक्टिभिटीहरू राम्ररी गर्न पाएको पनि छैन होइन। अब पुराना दलहरूमा पनि यो अधिवेशनहरू हुने, विभाजन, अब भर्खरै एमालेको अधिवेशन भयो, अब काङ्ग्रेसको पनि पुसमा छ, गर्दाखेरि उनीहरूलाई पनि टाइमको प्रेसर छ होइन। अर्को कुरा यो जाडोको मौसम पनि हो। चुनाव भनेको चुनाव फागुन 21 गतेमा भोट हाल्ने मात्रै होइन नि त, त्यसको 1-1.5 महिना अगाडिदेखि त्यसको एक्टिभिटीहरू, प्रचार प्रसारहरू, सामाजिक मोबिलिटीहरू, आमसभाहरू, कोणसभाहरू, अनेक घरदैलोहरू हुन्छ। जाडोको मौसम हाम्रो त्यो त्यति उचित पनि हुँदैन, विशेष गरी तराईमा पनि शीतलहर पर्छ होइन। फागुनमा सायद नेपालको इतिहासमा अहिलेसम्म चुनाव भएको पनि यस्तो होइन। यस्तो दलहरूले त अब पुराना भनिएका जुन काङ्ग्रेस एमालेहरूले त सुरक्षाको अवस्थै ठिक छैन भनिरहेछ। त्यो उनीहरूको पाटो हो, मैले मेरो कुरा गरेँ होइन। सुरक्षा तपाईँको दृष्टिले जस्तो सुरक्षै अलिक कमजोर छ नेपालको भन्ने त्यो पनि एउटा पाटो छ नि त। यत्रो मुभमेन्ट पछिको सेक्युरिटी हाम्रो जुन अङ्गहरू छ उनीहरूको साइकोलोजी कहाँनिर छ होइन, त्यो पाटोलाई पनि हेर्नुपर्छ। तर यो सबै चिजले गर्दाखेरि फागुन महिना नेपालको देश जस्तो देशको चुनावका लागि उपयुक्त होइन। अर्को पनि एउटा तर्क छ यसको कि जस्तो अन्तरिम सरकार त बन्यो, अन्तरिम सरकारले अन्तरिम सरकारका रूपमा गर्नुपर्ने यो जाँचबुझ सम्बन्धी, न्याय सम्बन्धी होइन, यो काम पनि त सकेको छैन हजुर। जेन्जीहरू, घाइते योद्धाहरूको उपचार, उनीहरूलाई क्षतिपूर्ति दिनुपर्ने, भोलि पार्लियामेन्टपछि अर्को सरकार आएर त्यो गर्छ कि गर्दैन, पुरानै पार्टीहरू आएर उल्टै यी सबैलाई मुद्दा लाउने भन्नेतिर जाने हो कि होइन, यो पनि छ। त्यसले अन्तरिम सरकारका जुन कर्तव्यहरू छन् नि, त्यो कर्तव्यको लागि पनि टाइम पुगिरहेको छैन जस्तो मलाई लाग्छ होइन। यी सबै कारणहरूले गर्दा फागुनको चुनाव 1-2 महिना पर सरो भने पनि हामी त्यसलाई धेरै अन्यथा चाहिँ लिँदैनौँ। तर के कुरा हो भने अब यो संसद पुनर्स्थापना गर्ने, चुनावै भाड्ने होइन, चुनाव हुन नदिने, पुराना दलहरूले चाहिँ के भन्छ यो बयानै नदिने, इन्टरिम सरकारलाई मान्यता नदिने होइन, आयोगमा गएर बयान नदिने भन्ने खालको जुन कुरा गर्छन् त्यो पुराना दलहरूको कमजोरी, गल्ती हो होइन। र चाहिँ अलिकति यो अन्तरिम सरकार पनि अलिकति के भन्ने के त्यति स्ट्रङ सरकार चाहिँ भएन क्या। यसले यत्रो जेन्जी आन्दोलनपछि आएको, यत्रो बलिदानपछि आएको, यत्रो अपेक्षासहित आएको सरकारले केही न केही राम्रा कामहरू पनि गर्न सक्नु पर्थ्यो। यद्यपि चुनावी सरकारले राम्रा काम त के गर्छ र, तर उसका केही कर्तव्यहरू थिए कि होइन। उसले चाहिँ अघि नै मैले भनेका राजनीतिक दल सम्बन्धी ऐनहरूको सुधारका कुराहरू, उन्नत लोकतन्त्रका कुराहरू, ट्रान्सपेरेन्ट इकोनोमीका कुराहरूमा केही अध्यादेशहरू ल्याउन सक्थ्यो। अध्यादेशहरू पनि त 6 महिनालाई भ्यालिड हुन्छ नि त। 6 महिनालाई भ्यालिड हुन्छ, 6 महिनापछि अर्को पार्लियामेन्ट आएर उसले त्यसको अनरसिप लिन्छ कि लिँदैन त्यो अर्को कुरा हो। तपाईँले अहिले जुन सुधारको अहिले भर्खरै जेन्जीहरूसँग 10 बुँदे सम्झौता भयो,
त्यो सम्झौतालाई पनि डङ्कीडङ लागू गरिदिँदा भयो नि त अध्यादेशबाट। संवैधानिकै सुधार अध्यादेशबाट गरे हुन्छ भन्छु म त। कानुनी सुधार त गर्न पाइयो। तर जेनजीहरू पनि त छिन्न भिन्न एकदमै चाहिँ ठिक छ, उहाँहरूको विभिन्न समूह छ, त्यो अर्को पाटो हो। तर उहाँहरूको केही मागहरू त छ नि त। त्यो मागहरूमा त समानता छ नि त। घाइतेहरूको उपचार हुनुपर्छ भन्दा त कुनै जेनजीले विरोध गर्दैन होला होइन। दमनकारीहरूलाई चाहिँ बयान ल्याएर चाहिँ न्यायिक प्रक्रियामा ल्याउनुपर्छ, कठघरामा उभ्याइनुपर्छ भन्दा त कुनै जेनजी समूहले विरोध गर्दैन होला होइन। त्यसैले यो अपायक मतदाताहरूलाई मतदानको व्यवस्था गरिनुपर्छ भन्दा त कुनै जेनजी समूहले विरोध गर्दैन होला होइन। जेनजी समूहका आफ्ना आफ्ना कुरा होलान्, धेरैवटा समूह पनि होलान्, तर उनीहरूको एजेन्डाहरूको समानता कहाँ छ त? त्यो पो हामीले खोज्ने हो त। अनि एजेन्डाहरूको समानता खोजेर तपाईँको के भने यो कानुनहरू त अध्यादेशबाट संशोधन हुन सकिहाल्छ। राजनीतिक सहमति गर्ने हो भने त तपाईँको संविधान पनि संशोधन हुनसक्छ कि, किनभने संविधानलाई भोलि एप्रुभ गरिदिँदा भयो नि त पार्लिमेन्टको 2/3ले, नयाँ आउने पार्लिमेन्टको 2/3ले। आज राजनीतिक सहमतिबाट हामी यसो गर्न तयार छौँ, जेनजी आन्दोलनले यो मुद्दा उठाएको थियो, अहिले पार्लिमेन्ट छैन, 2/3 कसैको छैन, त्यसैले हामी सारा नेपालका राजनीतिक दलहरू या निर्वाचन आयोगमा दर्ता भएका 143 दलहरू या चाहिँ तपाईँको के भन्दाखेरि हिजो विघटित प्रतिनिधि सभामा भएका 14 दलहरू या चाहिँ अहिलेका मूल राजनीतिक शक्तिहरू एक ठाउँमा बसेर भोलि हामी यसो गर्नका राजी छौँ र भोलि जो आए पनि हामी यसलाई अनुमोदन गर्छौँ र अहिले यो कुरा चाहिँ अन्तरिम सरकारले चाहिँ अध्यादेश मार्फत ल्याओस् भनेर राजनीतिक सहमति गरिदिने हो भने त अहिले सबै थोक गर्न सकिन्छ होइन। त्यसैले यो चुनावी सरकार मात्रै हो, यसले केही गर्न सक्दैन, फागुन 1 चुनाव गराइहाल्नुपर्छ, गराउन सकेन भने सरकार हटिहाल्छ भन्ने खालका जुन कुराहरू गरिन्छ त्यो कुराहरूसँग मेरो चाहिँ सहमति छैन।